हेलो आज म चाहिँ आज यो ड्र्यागन फ्रुटमा आउने टुसा मुना हुन्छ नि जस्ट मुना काट्ने क्रममा छु। ड्र्यागन फ्रुटमा हाँगा साइडमा आउने हाँगालाई यसरी काटेर फाल्नुपर्छ। फुल आउने सिजन हुन लाग्यो हैन, त्यसले गर्दाखेरि यसरी काटेर फाल्नुपर्छ है। यो टुसा जति सब फाल्ने हो। यो टुसा फालेन भने माथि ग्रोथ बढ्दैन हैन, त्यसको लागि पनि हामीले जस्ट टुसा चाहिँ काट्नै पर्ने अवस्था हुन्छ। यी यसरी आएको टुसाहरू हेर्नु देख्न सक्नुहुन्छ। यसरी कटिङ गर्ने हो सबैलाई। यस्तो प्लान्ट भएको छ मेरो ड्र्यागन फ्रुटको, देख्न सक्नुहुन्छ। यसरी यो टुसा काट्ने, यो टुसा यहाँको टुसाहरूको कारणले गर्दा माथि बोट बढ्दैन हैन, त्यसको लागि पनि यो टुसा चाहिँ जहाँ जहाँ छ छानी काट्नुपर्छ। त्यही गरिरहेको छु मैले, जस्ट छानी प्लान्टै पछि